हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज मैले तपाईँहरूको लागि छोटो भिडियो लिएर आएको छु। अनि यो चाहिँ कोदो हो। मेरो आमाले गाउँबाट पठाउनु भएको अर्ग्यानिक कोदो। आमाले हामीलाई पिठो बनाएर खानु भनेर पठाउनु भएको थियो है। अनि आमाले हतार हतार गरी पठाउनु भएको कारणले कोदो राम्रोसँग केलाएको थिएन। अनि कोदोमा टाँसेको बोक्राहरू पनि सँगै थियो। अनि मलाई एकदमै तनाव भयो कसरी फाल्ने भनेर। अनि मैले घरमा भएको मिक्सर निकालेर अनि मिक्सरमा कोदोलाई हालेर बिस्तारै हल्का हल्का अनि चलाएको त कोदो र कोदोमा भएको फोहोर बोक्रा चाहिँ मजाले निस्किँदो रहेछ। अनि तपाईँहरूले पनि घरमा ट्राई गर्न सक्नुहुनेछ। अनि समयको पनि एकदमै बचत हुने रहेछ है यो गर्दाखेरि चाहिँ। अनि गाउँतिर आमाहरूले त मजाले त्यो बोरामा हालेर कुटेको देखेको थियो। अनि मैले चाहिँ मिक्सरमा यसरी ट्राई गर्दाखेरि चाहिँ यस्तो मजाले छुट्टिने रहेछ। अनि तपाईँहरूले सोच्नु होला फेरि मिक्सरमा हालेपछि त टुक्रिन्छ होला नि भनेर। टुक्रिन त टुक्रिन्छ, थोरै थोरै चाहिँ टुक्रिन्छ है, तर एकदमै राम्रो गरी छुट्टिने रहेछ। तपाईँहरूले हेर्न सक्नुहुनेछ है। अनि यहाँ कोदो र बोक्रा चाहिँ यति मजाले बोक्रा फोहोर भनौँ न यति धेरै छुट्टिएर निस्केको। अनि कोदोभन्दा पनि धेरै बोक्रा निस्किँदो रहेछ है त। अनि मैले बनाएको हेर्नु त कति राम्रो कोदो। अहिले त यति राम्रो भयो यो कोदोको अब पिठो बनाउँदा कस्तो मजाको आउँछ। धन्यवाद।